माई गॉड मुला हेलो साथीहरू नमस्ते सबैजनालाई म चाहिँ आज गुन्द्रुक बनाउने मुला खोल्न जाँदैछु मुलालाई चाहिँ ओखलेर यसको गुन्द्रुक बनाउने कत्रा मुला फलेको रहेछ यस्तो नानी ओ माई गॉड मुला किस नानी मुला तर धेरै चाहिँ छैन यति छ यसरी यतातिर अनि यतातिर हेर्नुहोस् त हजुरलाई देखाइदिन्छु ल यति छ मुला चाहिँ अझै हाम्रो ठुलो बुबा मुला उखाल्दै हुनुहुन्छ कसैले चाहिँ गुन्द्रुक भन्छन् तर हामीले चाहिँ सिन्की भन्छौँ यसको चाहिँ उखालेर यसलाई पखालेर अनि कुटेर यसलाई एउटा भाँडामा खाँदेर यसको चाहिँ सिन्की बनाउँछौँ तरकारी खान एकदमै मिठो हुन्छ तपाईकोतिर बनाउनुहुन्छ कि नै कमेन्ट गर्नु होला मलाई चाहिँ एकदमै मन पर्छ सिन्की तरकारीमा हालेर खाने आलुमा चाहिँ यो बनाएको पुरै भिडियो पनि देखाइदिन्छु हजुरहरूलाई यसले चाहिँ यस्तरी खुर्काउने पात चाहिँ फाल्ने पातको डाँट हुन्छ नि त्यसलाई चाहिँ राख्ने यस्तो गराएर हामीले के गराइसक्यौँ यसलाई चाहिँ पखालेर अनि कुटेर बल्ल खाने हो हामी चाहिँ यसलाई पखाल्छौँ मुलालाई यस्तरी थिचेर है अरूले चाहिँ ढेकीमा कुट्छन् हाम्रो चाहिँ ढेकी छैन त्यही भएर यस्तरी थिचेर ढुङ्गा राखेर त्यसलाई चाहिँ भाँडामा खाँदेर हाल्ने म अहिले देखाइदिन्छु भिडियो बाय बाय गाइज भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला म फेरि पनि आउने छु भिडियो यस्तै लिएर सबैजनाले माया गरिदिनु होला यति भन्न चाहन्छु बाय बाय लभ यु गाइज